जाउँ केटाकेटी त खेल्न बिहे गरेर बिहेको त के भन्नु हो के भन्नु तिमीले के भन्नु खै के भन्नु होइन गाइस यस्तै हो एकजना मम्मी ढुन्ने प्रयासमा क्या बोलती कंपनी झोरी कुन चाहिँ मजाले हेर हामी चाहिँ अहिले वडा जान लाग्यो होइन चोकमा चाहिँ केटाहरू भेला भयो गाइस के गरेर होइन सबै नेताहरू त्यस्तै रहेछ होइन यता पनि 1 लाखको बजेट कहाँ 1 लाखको बजेट आएको टुर्नामेन्ट हेरिहाल्नु हो न पानी थियो न केही थियो 1 लाख रुपियाँ सक्यो अरे टुर्नामेन्टमा यो त अति नै बाबु नगर अति नै गर्छ होइन गाइस नाम काटेको अनि सेलेक्ट भएको प्लेयरहरूको नाम काटिदिने आफ्नो मात्रै झ्याट गराए त म फेरि किन होइन हामी फेरि सोझो मान्छे होइन बोल्ती कंपनी केटा हो अहिलेसम्म यहाँ मात्रै पुगेको तिमीहरू यो चाहिँ हाम्रो के वडाखाडाले हाम्रो पैसाको बढी लिटल फ्लावर हामी पढेको त म पढेको होइन उनीहरू पढेको रहेछ त्यस्तो चाहिँ यही हुँदो रहेछ जहिलेको चलन यही रहेछ दाइ टेस्ट अन्त के भन्नुहुन्छ भन्नु भन्ने अब पक्नेहरूले घुस खान्छ यहाँ गएर भन्नु त भित्र गएर भन्नु के गर्नु हो सर केटाहरू सिक्नु त्यत्तिकै खाली खुट्टा खेल्छ खेतमा खेल्छ ढुङ्गा छ न ग्राउन्ड छ जुन ट्याङ्कको पानी ल्याएर पानी हुन्छ स्टार्ट के भन केटाहरू के हो यो हाल्ने नै हो नि के मलाई कन्टेन्ट चाहिरहेको चुप हामी सबैजना यहाँ वडामा है आउन चुप न यहाँ सबैजना है सबैजना 4-5 गाउँ के आउन घरमा भात खाने वडा सदस्यलाई कुरा after आउला नि त तिमीले बोल्दै हुँदैन तिमीलाई कसले बोलाएको उसैले बोलाएको के कुरा हामीले खेलकुद सम्बन्धी युवाहरूको लागि मतलब युवाहरूलाई खेलकुद सम्बन्धीको बारेमा आउँछु भनेर मैले अहिले गफ गरेको उसलाई काम जर्सी बुट कसले दिन्छु भन्नु होइन जर्सी बुटको लागि आएको थियो नि त अनि हामीले माग्दाखेरि वडा कप गराउँछु भन्नुभयो त्यो वडा कप गराउँछु वडा कप गराउँछु भनेको वडा कपमा कति त्यो 2टा बल अनि एउटा सिल मुर्गिया पनि भयो त्यही वडा कपको सिल हेर्नु मुर्गीको कस्तो फिङ्गर भयो यहाँ मन्जुर गरेर वडा कप गरेको होइन यहाँ त पुरो अर्कै थियो नि त यहाँ बजेट आएको एउटा टुर्नामेन्ट गराएर जसले जित्छ त्यसलाई दिन कहाँ त त्यसरी बजेट दिँदैन त्यही त तयारी गरेर अब एउटा टिम
वडा अध्यक्ष आउने बाँकी छ गाइस वडा अध्यक्षलाई त थाहै छैन भन्नुभयो वडा सदस्य चाहिँ आउने बाँकी छ वडा सदस्यलाई भर्खर फोन गरेर हामीले आउँदै हुनुहुन्छ इक्रु तिमी कहाँ आएको के हो सबै त्यस्तै हो भोट माग्नुभन्दा अगाडि आउने अहिले चाहिँ फोन गरेर पनि एकछिन उठिहाल्ने तपाईँ कहाँ पठाएको थिएँ मैले अहिलेको टार्गेट भनेको एसी मात्रै हो भन्नुपर्छ पर्दैन मलाई स्कुललाई जानकारी गराउनु छ कुन सरलाई जानकारी गराएको पढ्नु सरलाई के को मिटिङ सेलेक्सनमा यो पर्दैन है म आउटमा राख्नु तालिम गर्नेमा यो पर्दैन मनिष खै यो पर्दैन गार्जेनको सहमति छैन कसले राख्छ गार्जेनको सहमति छैन मैले यसलाई पहिले भनेको थिएँ बाबु यो काममा नि तिमीहरू जुन बाटोमा लाग्दैछ नि बाबु यसमा हेर एकछिन खेल छ गार्जेनको हिसाबले म भन्छु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हेर सन्दीप लामिछाने हो क्रिकेटको राम्रो हो नि खेलाडी हो देश विदेशमा जाने उसले एउटा देशले ठाउँ त पुरै छाड न अर्को देशलाई जित्न सक्ने भएर अर्को देशले पैसा पेल दियो भने यहाँ ल्याएर उपलब्ध काण्डमा बेइज्जत त भयो देशको नाम त रहेन नि रह्यो त लिएर अलिकति दुःख पाइरहेको छ तिमीहरू न्युज हेर्छौ रियल न्युज हेर्छौ रियल न्युज एल्फाको मलाई त काठमाडौँमा छनौट हुन्छ जसले पैसा दियो खेल्न जानुहोस् नजानुहोस् खेल्न सकोस् नसकोस् त्यो ठाउँमा जानु छ त्यहाँ नाम राख्नु तिम्रो हाम्रो भविष्य यो लाइनमा लाग्यो भोलि अहिले त बाबुआमाको कमाइ छ बाबुआमाको कमाइमा हिँडिरहेको छ होइन जन्मजन गर्दैछ तर यो पेसामा लागेर भोलि तिमीहरूले पनि बिहे गर्छौ परिवार हुन्छ छोराछोरी हुन्छन् होइन आफ्नो घर गुजारा गर्नलाई अहिलेसम्म खेल क्षेत्रमा लागेर कसैले प्रगति गरेको देखिन्छ छ कतै छ जतिखेर खेल्न गयो तिमीहरूको हात खुट्टा भाँचियो करम भाँचियो समस्या छ नि अब म हिजो आफै लिएर यहाँ के भनेको छ भने युवा खेलकुद सामग्री खरिद कार्य वडाभरि 1 लाख होइन वडा सचिव लोकनाथ लामिछानेले हामीले निर्णय गर्छौँ एउटालाई निर्णय गर्नुपर्छ होइन निर्णय उसलाई निर्णय गरेर दिउँ हिजो मैले हामीलाई गएर यो तोक्लाउनु पर्यो कार्य आदेश दिनु पर्यो ल यो सामान खरिद गरेर त काम गर भनेर लोकनाथलाई कार्य आदेश दिनु पर्यो त्यो कार्य आदेश दिन हाम्रो समितिको निर्णय चाहियो समितिको निर्णय गराएर लोकनाथलाई दिनु भनेर मैले यहाँबाट चिठी लेखेको थिएँ हिजो लिएर गएँ अब लोकनाथले किन्नै पाउँदैन हामीले मलाई त्यो पनि लाग्यो खरिद आदेश यस्तो छ लोकनाथको नाम त्यसै रहन्छ बेरोजी हुन्छ पैसा त्यसै गरो त्यो बेरोजी हुन्छ त्यो खरिद आदेश जुन अब दोकानबाट हामीले खरिद गर्ने हो नि त्यसको त्यो के त्यो नगरमा त्यसको के हुनुपर्छ दर्ता हुनुपर्छ जसले पाए जुन दोकानबाट ल्याए त्यो दोकानबाट खर्च हुँदैन होइन अनि लोकनाथ त आफै फस्छ यसमा लोकनाथले यो किन्नै सक्दैन यो नगरले किन्नुपर्छ भन्ने कुरो हिजो आयो तपाईँहरू नगरले किन्ने भने निर्णय गराएर पठाउनुहोस् उनीहरू आफै किन्नेपछि अब त्यसबाट आउने अब यताउता अब जे ल्याउनु पर्छ आफ्नो खुसीले ल्याउन पाउने ल्याउने होइन अब त्यो अब बस्तीपुरलाई पैसा छुट्याइदिएको छु भाउजू म एकैछिन यहाँबाट मासु आइहालेँ शिक्षक श्री वेदनाथ तिमी सेनाको नाममा कार्य आदेश दिने यो 1 लाखको बस्ती स्कुलमा काम गरिदिउँ झ्याल ढोका भन्नु यसको पनि कार्य आदेश दिँदैन होइन अब यहाँ 1 लाख रुपियाँ छुट्याइदिएको छु त्यो पैसा खर्चै गर्नुहोस् कस्तो अप्ठ्यारो अब लोकनाथसँग यो चिठी छ लोकनाथलाई अहिले मैले नगरपालिका यो कार्य खरिद गर्ने कुरो कार्य आदेश लिइरहेको
कसरी किन्ने किन्नै सकिँदैन क्या म त किन्नै सक्दिनँ म त यस्तो जिम्मा लिँदै किनेर आएको त अरूलाई दिने हो अब चिल्ड्रेन पार्क बनाउने भनेको छ चिल्ड्रेन पार्क निर्माण कार्य खानेपानीको छेउमा हामीले 1 लाख रुपियाँ छुट्याएको छ त्यहाँ अब त्यो चिल्ड्रेन पार्क बनाउन पनि सचिवले बेसी नलिने 1 लाख रुपियाँले हेरेर मान्छे पनि पुग्दैन खत्म बाय बाय टाटा गुड बाय गया तत्काल अब त्यो पनि पैसा खर्च गर्नै सकिँदैन क्या पैसा छुट्याएर अब कसले गर्नु सचिव त्यसकै नलिने 3 किसिमले काम गर्न पाइन्छ त्यो नचल्ने दोकानको खर्च त्यो सूचीकृत भएको दोकान हुनु पर्यो तिमीहरू अहिले यहाँ बस्नुको मेन उद्देश्य के हो भन त ठ्याक्कै जासी भएन बुढ भएन छनौटमा चित्त बुझेन यता सुन उनीहरूलाई बनाएको धरमपुरको केटाहरूलाई मात्रै छनौट यता सुन यसरी एक मिनट यसरी छाता लिएर हिँड्नु सबै लिएर हिँड्यो नि सुन न सबै लिएर हिँड्यो नि हामी गाउँघरमा सबै दाजुभाइ झगडा गरेर कुटाकुट बेलामा अहिले हामीले जिताएर पठाएको माथि केन्द्रमा आएर सब एकै ठाउँमा जाने छैन कुर्सीमा बस्नको लागि जे पनि गर्दै गर्दै यो कुरा कति बुझ्या तिमीहरूले आउँछ कस्तो आउँदैन आउँछ तिमीहरूले काम लाग्छ दोस्त काम लाग्छ पछि हिँड्न आइज तिमीहरूको माग के हो होइन तिमीहरूको माग के हो तिमीहरू गर होइन कोसँग गर्नु भन्ने कुरो मैले भनिहालेँ होइन कुरो चाहिँ कोसँग गर्नु वडा सदस्य नै न्यायाधीश भएन नि के सक्यो भने वडा सदस्य नै आएको छैन कसलाई चाहिँ सक्यो भन्नु त नि कोसँग चाहिँ कुरो गर्नु त नि अब हाय हाय गालाएर कति रातो भएछ क्यामेरा लिँदै छिर्ने रिस उठिसक्यो मैले यो चाहिँ हाम्रो पुरानो स्कुल अहिलेसम्म जस्तोको त्यस्तै छ सो गाइस हैन आउन चाहिँ आएन यही हो राजनीति भनेकै यही रहेछ नेताकै नेता ए राजनेता हो राजनेतामा धेरै नीतिहरू खेलाउँछ राजनीतिमा यस्तो भयो तर जे भयो महाराज ऊ देऊ चक्लेट देऊ चक्लेट हाम्रो चक्लेट बस नि त ल देऊ न ब्याक फायर छ बस्यो ए बाबा बस्यो होइन मर्निङ सर माइक लगाऊ न माइक अब त हावाको साउन्ड आउँछ माइक यतापट्टि छ ल गाइज अब चाहिँ एकैचोटि सुतिएछ है अघि आउँछु भनेको सुतिएछ होइन अब चाहिँ बल खेल्न हिँड्ने कहिले उठ्यो त्यो आएन सदस्य हाम्रो चेली आइगयो बाई 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 बस बस अनि गाइस यस्तै हो होइन बिहे गरेपछि बिहेको त गर के भन्नु हो के भन्दै तिमीले के भन्नु खोइ के भन्नु होइन गाइस यस्तै हो के छैन मम्मी ढुँड्ने प्रयासमा यो कट कर देना प्लीज इसे
सके सक्दो सेयर गरिदिनु उसलाई बुढिसकेको अवस्था होइन है तर होइन जिस्केको सिंगल लाइफ हामी चाहिँ फुटबल खेल्न जान लाग्यो अब त्यो के अरे सदस्य हो कि अध्यक्षको आएन आएन आइपुग्नु भएन आइपुग्नु उहाँले त्यत्रो अब जानु जाने नि त जाने जाउँ केटाकेटी त खेलिरहन्छ नि जाउँ मलाई छोड आइ दम देखाएको होइन जम्बिला साँच्ची मेरै भोट फिर्ता माग्नु छ मलाई मैले एउटा भोट दिएको छु मलाई म फिर्ता माग्छु गर अब मलाई फोन गर्दा आउँछु भन्दिनँ नआइदिने त्यस्तो त भएन नि यार इक्रुलाई पनि रिस उठेर सुतिहाली इक्रुलाई रिस उठेर सुतिहाली म मेरो भोट त फिर्ता लिने हो सो गाइज हेर हामी चाहिँ धेरै लामो बाटो हिँड्नु छ कति हो कति ल सो गाइज भिडियो एडिट गरेपछि थाहा भयो कि हाम्रो भिडियोको एन्डिङ गर्ने बिर्सेको रहेछौँ अब यस्तो यो नेपाल होइन त्यो वडा सदस्य चाहिँ हामी भेटेनौँ अब हाम्रो कुरा चाहिँ के भएको छ भन्दाखेरि सन्डे भेट्ने कुरा भएको छ अनि त्यही हो भेट्छु न्यु डे न्यु ब्लगमा त्यतिखेरसम्मलाई बाई टेक केयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला बाई बाई